नमस्कार। अभिवादन। नेकपा एमालेको 11औं राष्ट्रिय महाधिवेशनका सन्दर्भमा केही सूचना केही जानकारी राख्नको निम्ति तपाईहरु समक्ष उपस्थित भएको छु। सबैलाई म हार्दिक अभिवादन गर्न चाहन्छु। नेकपा एमालेका प्रिय कमरेडहरु, हाम्रो पार्टीको ऐतिहासिक 11औं राष्ट्रिय महाधिवेशन अब एक दिन मात्रै बाँकी छ। भोलि यसको उद्घाटन समारोह आयोजना हुँदैछ। भोलि मंसिर 27 गते भक्तपुर स्थित सल्लाहगारीमा यसको उद्घाटन समारोह आयोजना हुनेछ। सबैलाई यो जानकारी भइसकेको छ। हाम्रो मञ्चको निर्माण काम अन्तिम चरणमा पुगेको छ। मञ्च व्यवस्थापन समितिका संयोजक कमरेड विनोद श्रेष्ठले जानकारी दिए अनुसार हाम्रो मञ्च असाध्यै भव्य, आकर्षक र ऐतिहासिक बन्नेछ, जहाँ लाखौं मानिसहरू, जनसमुदायहरू जो महाधिवेशनको उद्घाटन समारोह हेर्न आउनुहुनेछ, उहाँहरूलाई सुविस्तापूर्वक बस्ने व्यवस्था मिलाइनेछ। मञ्चमा हामीले बोलाएका विभिन्न राजनीतिक दलका अतिथिहरू, पार्टीका केन्द्रीय नेताहरूको निम्ति व्यवस्थापन छ। भव्य सांस्कृतिक कार्यक्रम पनि भोलि प्रस्तुत हुनेछ। यो कुरा पनि म यहाँहरूलाई जानकारी राख्न चाहन्छु। हाम्रो उद्घाटन समारोहलाई आफ्ना आफ्ना सञ्चार माध्यमबाट लाइभ गर्न चाहने, प्रत्यक्ष प्रसारण गर्न चाहने कुनै पनि सञ्चार माध्यमको निम्ति सुविधाजनक होस् भनेर हामीले व्यवस्था गरेका छौं। त्यसमा तपाईहरुलाई केही अप्ठ्यारो पर्यो भने कमरेड विनोद श्रेष्ठसँग सम्पर्क गर्न सक्नुहुनेछ। म सबै प्रतिनिधि कमरेडहरूलाई काठमाडौँमा स्वागत गर्न चाहन्छु। यसभन्दा अगाडि पनि मैले भनेको थिएँ, चिसो बढ्दैछ। दिउँसो त घमाइलै छ काठमाडौँ, तर बिहान बेलुका अलिकति चिसो बढेको छ। ख्याल गर्नु होला। लुगा कपडा औषधि सबै ल्याउनु भयो होला। मैले जानकारी गराइसकेको छु। बस्ने व्यवस्थापन पनि तपाईहरुको भइसक्यो होला। त्यसमा पनि पहिले नै मैले जानकारी गराइसकेको छु। हाम्रो केन्द्रीय व्यवस्थापन अनुसार यसपल्ट आवासको व्यवस्था छैन, तर कुनै जिल्लाका कमरेडहरूलाई अति आवश्यक पर्यो भने सम्बन्धित जिल्लाको सम्पर्क मञ्चसँग सम्पर्क गर्नुहोला। उहाँहरूले आवासको व्यवस्थापन गर्नुहुनेछ। हाम्रो पार्टी सचिव कमरेड छविलाल विश्वकर्माको संयोजकत्वमा आवास व्यवस्थापन समिति छ। कमरेड हाम्रो लालबाबु पण्डित सम्पर्क कमिटीका इन्चार्ज त्यसमा सचिव हुनुहुन्छ। तपाईहरुलाई केही समस्या पर्यो भने उहाँहरूको माध्यमबाट आफ्ना समस्या हल गर्न सक्नुहुनेछ। र भोलिको लागि सबभन्दा ठूलो समस्या यातायातको हुनेछ। समयमै पुग्नु होला। ढिलो गर्नुभयो भने तपाईको गाडीहरू जाममा पर्न सक्छन्, सवारी साधनहरू जाममा पर्न सक्छन्। भोलि बिहान छिटो खाना खानु पर्यो र छिटै सल्लाहगारी पुग्ने गरी यहाँहरू प्रस्थान गर्नु पर्यो आफ्नो ठाउँबाट। र त्यसको लागि हाम्रो यातायात व्यवस्था समिति, जसको संयोजन सचिव कमरेड गोकर्ण विष्टले गर्नुभएको छ, र त्यसको सचिव चाहिँ कमरेड रचना खड्का हुनुहुन्छ, हाम्रो पार्टीको नेतृत्व। र उहाँहरूले यातायातको व्यवस्थापनको लागि, पार्किङको व्यवस्थापनको निम्ति विभिन्न ठाउँहरू तोक्नु भएको छ। यो कुरा तपाईहरुले जानकारी लिनु होला। काठमाडौँको पूर्वी भागबाट, खास गरी काभ्रेतिरबाट प्रवेश गर्ने गाडीहरूको लागि पार्किङको व्यवस्था जगाते चोकबाट उत्तर दक्षिणतिर गरिएको छ। तपाई उत्तरतिर जानुभयो भने च्यामासिङ हुँदै पार्किङ ठाउँहरू पाउनुहुन्छ, र दक्षिणतिर जानुभयो भने तपाईले इट्टाभट्टा कारखानाको ठूलो पार्किङ एरिया, त्यो चाहिँ प्लटिङ एरिया पाउनुहुन्छ। त्यहाँ पार्किङ गर्नु होला। कतिपय गाडीहरू पलासेतिर पनि ठुलठुला खाली ठाउँहरू छन्, यो प्लटिङ एरियाहरू छन् प्लानिङ गरेका, ती ठाउँहरूमा पार्किङ गर्नु होला। सडकको दायाँ बायाँ गाडी नराख्नु होला, आफ्नो साधन नराख्नु होला, किनकि त्यसले सर्वसाधारणको सवारीमा असर गर्छ र हाम्रो पार्टीप्रति उहाँहरूले फेरि टिप्पणी गर्न थाल्नुहुन्छ। त्यसैले पूर्वबाट आउने सवारी साधनले यो कुरा सुन्नु होला र त्यही अनुसार आफ्नो व्यवस्थापन गर्नु होला। पश्चिमपट्टि अथवा काठमाडौँपट्टिबाट, कोटेश्वर साइडबाट अथवा विभिन्न ठाउँबाट, यता काठमाडौँ साइडबाट विभिन्न नाकाहरू छन्, त्यहाँबाट प्रवेश गर्ने सवारी साधनहरूलाई सानोठिमीको मैदान
त्यहाँ नागरिक उड्डयन प्राधिकरणको खाली जग्गा पनि छ। ती ठाउँहरूमा पार्किङको व्यवस्था मिलाइएको छ। मनोहरा करिडोरमा पनि पार्किङको व्यवस्था मिलाइएको छ। पश्चिमपट्टिबाट कोटेश्वरपट्टिबाट प्रवेश गर्नेहरूले त्यसको लागि गट्ठाघर ठिमी चोक भन्दा उता सकेसम्म आफ्नो सवारी साधन नलानु होला, किनकि झन्डै 2-3 किलोमिटर भोलि सवारी साधनको एकदम जाम हुनेवाला छ। 2 किलोमिटरसम्म हिँड्नु पनि पर्ने हुनसक्छ। हामी सबै एमालेका कार्यकर्ताहरू फुर्तिला छौँ, मर्निङ वाक गरेकै छौँ, एक्सर्साइज गरेकै छौँ, घरमा काम गरेकै छौँ, ज्यान फुर्तिलो बनाएकै छौँ, पार्टी पनि फुर्तिलो छ। त्यसैले अलिकति हिँड्नु भयो भने ज्यानलाई पनि सुविस्ता हुन्छ, एक्सर्साइज हुन्छ। 2 किलोमिटर कमसेकम पूर्वबाट पश्चिमबाट हिँड्नुपर्छ भन्ने कुरा बुझ्नु होला। त्यसको निम्ति हिँड्नको निम्ति सहज जुत्ताहरू, लुगा कपडाहरू ख्याल गर्नु होला, म त्यो भन्न चाहन्छु। र अब 28 गते बिहान हाम्रो बन्द सत्र सुरु हुन्छ। त्यसको निम्ति खाद्य व्यवस्थापन समितिले बिहानको ब्रेकफास्ट, दिउँसोको खानाको प्रबन्ध गरेको छ। कमरेड लेखराज भट्ट त्यसको संयोजक हुनुहुन्छ खाद्यको, र उहाँको समितिले यो सम्पूर्ण कुराको व्यवस्थापन गरेको छ। कमरेडहरू बिरामी हुनुहुन्छ, औषधि खाइरहनु भएको छ, नियमित खानुपर्ने हुन्छ खानाहरू, खानाको टाइम टेबल मिलाउनु होला। त्यो कुरा पनि म यहाँहरूलाई राख्न चाहन्छु। अब प्रतिनिधिहरू जो काठमाडौँ आउनुभएको छ, प्रवासबाट पनि 45 जना प्रतिनिधि आउनुभएको छ। भारत प्रवासबाट 15 जना र बाँकी प्रवासबाट अमेरिकाबाट, युरोपबाट, पूर्वी एसियाबाट, ओसियानाबाट, मध्य एसियाबाट गरिकन 30 जना प्रतिनिधि आउनुभएको छ प्रवासबाट। र टोटल सङ्ख्या हाम्रो मनोनित सहित 2261 जना जतिको हुनेछ। सम्पूर्ण प्रतिनिधि कमरेडहरूलाई म काठमाडौँमा हार्दिक स्वागत गर्न चाहन्छु। र यो महाधिवेशन एउटा चुनौतीपूर्ण बेलामा हुँदैछ, यो हामी ख्याल गरौँ। देश सङ्कटमा छ, पार्टी सङ्कटमा छ। हामी सबै भदौ 23-24 गतेको घटनापछि एकदमै सङ्कटपूर्ण अवस्थाबाट अगाडि बढ्दैछौँ। हाम्रा घर भत्केका छन्, भत्काइएको छ, फुटाइएको छ, जलाइएको छ। कति कमरेडहरूको पुनर्निर्माण हुन बाँकी नै छ। ती दर्द, ती दुःख, ती सबै बोकेर हामी आएका छौँ। र यी सबै घटनाक्रमको एउटा वस्तुनिष्ठ समीक्षा गरेर नेकपा एमालेलाई जागरुक बनाउनु पर्नेछ, पुनर्जीवित गर्नुपर्नेछ, पुनर्गठित गर्नुपर्नेछ, रक्त सञ्चार नेकपा एमाले भित्र ल्याउनु पर्नेछ। र यसको पूर्व शर्त नेकपा एमालेको आन्तरिक एकता हो। धेरै प्रतिनिधिहरू 3-4 दिनदेखि मैले पार्टी कार्यालयमा भेटिरहेको छु। प्रतिनिधि कमरेडहरूले हामीलाई भनिरहनु भएछ, कानमा भन्नुभएको छ कि मिलाउनुहोस् है, मिलाउनुहोस् है, सहमति गर्नुहोस् है, सहमति गर्नुहोस् है भन्नुभएको छ। म ती सबै प्रतिनिधि कमरेडहरूको भावनालाई र नेकपा एमालेप्रति शुभेच्छा राख्ने सम्पूर्ण जनसमुदायको भावनाको उच्च सम्मान गर्छु। र हामी यो पार्टीमा सहमतिपूर्वक अगाडि बढौँ भन्ने कुरामा हाम्रो कुनै विमति छैन। तर यसको मुख्य दायित्व पार्टी अध्यक्ष केपी शर्मा ओलीकै हो। उहाँले कसरी यो पार्टीलाई एकताबद्ध बनाउन चाहनुहुन्छ, हामी त्यसको प्रतीक्षामा छौँ। उहाँका प्रस्ताव के छन्, सम्मानजनक प्रस्तावहरू के छन्? हामीलाई केही चाहिएको छैन, पद चाहिएको छैन, कुनै पोजिसन चाहिएको छैन। आज पार्टीमा सबै अटाउने वातावरण बनाउनु पर्नेछ। सबैको सम्मान कसरी हुन्छ, नेकपा एमाले प्रति आकर्षण कसरी पैदा गर्न सकिन्छ, खास गरी युवा पुस्ताको, नवयुवा पुस्ताको। हामीले त्यो हो हाम्रो भनाइ चाहिँ। मैले पार्टीका बैठकमा भन्दै आएको छु। महाधिवेशन प्रतिनिधि छनौटको बेला पनि मैले सचिवालयमा भने 40 वर्ष मुनिका युवाहरूलाई कोटा दिउँ। त्यो भएर 165 क्षेत्रबाट र अन्य ठाउँबाट 40 मुनिका साथीहरू आउनु भएको छ, कमरेडहरू आउनु भएको छ। यो एउटा प्रस्थान बिन्दु हो नेकपा एमालेको, नयाँ युवा पुस्ताको लागि समेट्ने एउटा प्रस्थान बिन्दु हो। मैले केन्द्रीय कमिटीमा पनि कमसेकम 15% कोटा छुट्याइदिउँ नवयुवाहरूलाई, किनकि आजको च्यालेन्जहरू कसरी सामना गर्ने भन्ने सन्दर्भमा मैले यो भन्दै आएको छु। हेरौँ के हुन्छ। त्यसैले अन्त्यमा पार्टीको सुदृढ एकताको निम्ति हामी सबै सकारात्मक ढङ्गले सोचौँ। हामी मार्क्सवादी हौँ, हामी जनताको बहुदलीय जनवादी हौँ।
हामी कुनै दबावबाट, कुनै बलबाट, कुनै अराजनीतिक क्रियाकलापबाट जानु हुँदैन। पार्टीलाई एउटा वैचारिक राजनीतिक ढङ्गले राम्रो पार्टी बनाउने हो हामी बहुदलीय जनवादीहरू। त्यसैले बहुदलीय जनवादीहरूले, मार्क्सवादीहरूले आलोचनात्मक चेतना राख्दछन् र उच्च विवेकको प्रयोग गर्दछन्। र म सम्पूर्ण 2261 जना प्रतिनिधि कमरेडहरूलाई उच्च विवेकको प्रयोग गर्न अपिल गर्दछु र पार्टीलाई एकताबद्ध ढङ्गले अगाडि बढाउने सन्दर्भमा पार्टी अध्यक्ष श्रद्धेय कमरेड केपी ओलीबाट यसमा पहल हुनेछ, त्यो पनि म अपेक्षा गर्दछु उहाँबाट। र हामी सबै एकताबद्ध हुने कुरामा आशावादी हौँ र यो 11औं राष्ट्रिय महाधिवेशनलाई भव्य र ऐतिहासिक रूपले सफल बनाऊ। सबैलाई एकपटक हार्दिक अभिवादन, नमस्कार।